भारतले चिनी निर्यातमा किन लगायो प्रतिबन्ध? भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट रोक लगाएको छ। यो प्रतिबन्ध कम्तीमा आगामी सेप्टेम्बर 30 सम्म वा अर्को आदेश नआएसम्म लागू रहने भएको छ। देशभित्र चिनीको उपलब्धता कायम राख्न र मूल्य नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले यस्तो निर्णय गरेको जनाएको छ। भारतको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले यस सम्बन्धी सूचना जारी गरेको हो। सूचना अनुसार कच्चा, सेतो तथा प्रशोधित चिनीको निर्यातमा रोक लगाएको छ। सरकारले चिनीलाई अब निषेधित श्रेणीमा राखेको छ। यद्यपि हाल कायम रहेको शुल्क दर कोठा तथा व्यवस्था अनुसार युरोपेली सङ्घ र अमेरिकातर्फ हुने चिनी निर्यातमा भने यो प्रतिबन्ध लागू हुने बताएको छ। भारतको यो निर्णयले अन्तर्राष्ट्रिय बजारमा कच्चा तथा सेतो चिनीको मूल्य बढ्न सक्ने अनुमान गरिएको छ। साथै ब्राजिल र थाइल्यान्ड जस्ता प्रतिस्पर्धी उत्पादक देशलाई एसिया र अफ्रिका खरिदतर्फ थप चिनी निर्यात गर्ने अवसर मिल्ने देखिएको छ। भारत ब्राजिलपछि विश्वकै दोस्रो ठुलो चिनी निर्यातकर्ता देश हो। यसअघि भारत सरकारले चिनी मिलहरूलाई 15,90,000 टन चिनी निर्यातको अनुमति दिएको थियो। तर लगातार दोस्रो वर्ष पनि उत्पादन खपतभन्दा कम हुने अनुमान गरिएपछि सरकारले नयाँ निर्णय लिएको हो।